Okay, Namaste students. Welcome back to the second day of our workshop. I am Anish Pandit from Innov Nepal, an emerging startup in Nepal providing the IoT education all over the Nepal. Okay, what are the motive of our day two? As you remember, in the day first, I said that we are going to do it. That is learn by making. Now let's put our second step in the world of IIT. On the day second, what we will be doing is we will be learning how we gather data from the sensors and apply decision making logics and building simple automated smart systems. सेन्ससबाट डाटाहरू हामी कसरी लिने त्यसको बारेमा पढ्छौँ। त्यसपछि त्यो लिएको डाटामा हामीले डिसिजन्स कसरी गर्ने, त्यसमा कुनै लजिक हालेर चाहिँ इफ एल्स लुज अरू कुनै लजिक आफ्नो लजिक अप्लाई गरेर त्योसँग रिलेटेड हामीले हाम्रो आउटपुट कसरी जेनेरेट गर्ने त्यो सिकेर आफ्टर द्याट वी विल बिल्डिङ सम अफ द प्रोजेक्ट, सम अफ द मिनी प्रोजेक्ट्स। ओके, त भेरी फर्स्ट हामी के गर्छौँ भने हामी डे फर्स्टको रिक्याप गरौँ। हामीले डे फर्स्टमा हामीले पढेको के थियो। फर्स्ट हामीले इनपुट र आउटपुट भनेको के हो हामीले त्यो पढ्यो। इनपुट भनेको जसले हामीलाई सेन्सर्स आई मिन टु से इनपुट भनेको जसले माइक्रो कन्ट्रोलरलाई के दिन्छ, डाटा दिन्छ। रियल वर्ल्ड सराउन्डिङको डाटा दिनेलाई के पढेको थियौँ, इनपुट। अर्को के पढेको थियौँ, आउटपुट। आउटपुटले के भनेको थियो भने जे कुराले हामीलाई इन्डिकेट गर्छ, लाइक एक्वेटर्सहरू जस्तै फ्यान अन हुनु थियो होइन, हामीले देख्यो लाइट जल्नु है, लाइट एलइडी ग्लो गरेको प्रोजेक्ट गऱ्यो हामीले त्यहाँनिर। अनि त्यसपछि अर्को के थियो, हामीले बजर होइन स्विच अन गरेसम्म बजरमा इभेन मैले स्विचको ठाउँमा हामीले सेन्सर्स हाल्नुपर्छ भनेर भनेको थियो। आफ्टर द्याट वी इभेन डिस्कस सम अफ द सेन्सर्स जस्तै कि एलडिआर। वी डिस्कस अबाउट एलडिआर। मैले के भनेको थिएँ, लाइट डिपेन्डेन्ट रेजिस्टर। त्यसले के गर्छ, लाइटको इन्टेन्सिटी अनुसार त्यसले ब्राइटनेस जुन एलइडीको ब्राइटनेस हुन्छ त्यो लो गर्ने कि हाई गर्ने त्यो अनुसारले हामी हेर्छ। यो अटोमेटिक स्ट्रिट लाइट्समा युज हुने। आफ्टर द्याट नेक्स्ट सेन्सर हामीले के हेरेको थियौँ त्यहाँ बेला होइन, हामीले थ्योरिटिकल मात्र अलिकति मात्र हेरेको थियौँ एज अ इक्जाम्पल होइन। बट यहाँनिर चाहिँ हामीले के गर्छौँ भने प्र्याक्टिकलमा सबै सेन्सर्स युज गरेर हामीले जतिवटा इक्जाम्पल त्यहाँनिर हेऱ्यो त्यो सबै सेन्सर्स हामी यहाँ के गर्थ्यौँ, वान बाई वान यसको प्र्याक्टिकल गर्थ्यौँ। अर्को सेन्सर के थियो, डिएसटी 11। डिएसटी 11ले के हो, डेन्सिटी र टेम्परेचर मेजर गर्छ, सरी आई मिन टु से डिजिटल ह्युमिडिटी र टेम्परेचर मेजर गर्ने, राइट। टेम्परेचर कन्ट्रोल फ्यान्समा युज हुन्छ। अर्को पिआइआर सेन्सर। पिआइआर सेन्सरको काम के थियो, मोसन डिटेक्सन। चाहे ह्युमन बडीको हिटले गर्दा होस् अथवा एनिमल बडी कुनै पनि एउटा स्पेसिफिक एरियामा मोसन डिटेक्सन गर्ने, त्यसले गर्दा के गर्ने, के अपरेसन्स पर्फर्म गर्ने। पिआइआर सेन्सरको मेन मोटिभ टु डिटेक्ट द मोसन्स, थर्मल एनर्जी लाइक द्याट, हिट डिटेक्ट गर्ने एउटा स्पेसिफिक रेन्ज हुन्छ यसको लागि होइन। हामी यो तिनटै सेन्सर्सको बारेमा वान बाई वान पढ्छौँ होइन, डिटेलमा पढ्छौँ पनि, यसको प्र्याक्टिकल गर्छौँ, योसँग रिलेटेड प्रोजेक्ट बनाउँछौँ। अलिकति थ्योरी त्यसपछि प्रोजेक्ट, फेरि अलिकति थ्योरी फेरि प्रोजेक्ट, तिनटै सेन्सर्सको हामी त्यो गर्छौँ। बाई द एन्ड अफ द दिस वर्कसप तपाईँहरूले यसको तिनवटा होइन, तिनवटा प्रोजेक्ट त मैले आफू गाइड गरेर बनाएको गरेको छु। त्यसपछि तपाईँहरूको लागि कम्बो च्यालेन्जहरू पनि हुन्छ जुन तपाईँहरूले आफै गर्ने हो। तिनवटा प्रोजेक्ट के छ भने हामीले सबभन्दा पहिला प्रोजेक्ट के बनाउँछौँ यसको लागि, के छ भने स्मार्ट लाइट छ होइन, स्मार्ट स्ट्रिट लाइट छ होइन, एलडिआर युज गरेर बनाउँछौँ। त्यसपछि अटोमेटिक फ्यान जुनको इक्जाम्पल मैले फर्स्टबाट दिँदै गरिरहेको छु। टेम्परेचरको के भन्छ, टेम्परेचर लिएर होइन, सराउन्डिङको टेम्परेचर लिएर बनाउने त्योवाला। अनि आफ्टर द्याट थर्ड प्रोजेक्ट हामीले के बनाउँछौँ, मोसन डिटेक्ट भएपछि एलइडी लाइट अन गरिदियो। भन्नाले जति इक्जाम्पल मैले फर्स्टमा सिलेबसमा डिस्कस गरियो अथवा फर्स्ट डे वानमा भने त्यो सबै इक्जाम्पल के गर्छौँ हामी यहाँनिर गएर बनाउँछौँ। ओके, after all these let me see how much of you have got the knowledge, and let's see how you can distinguish between different sensors or not. I will show you some of the picture of sensors. Okay, just let me know that which sensor is it. Comment below, write the name, which sensor is it. As I just turn the slides, you can see the picture of the sensor. You need to tell me the name and function. Comment below as fast as you can. Okay, name these sensors. Okay, I'm telling you, giving you one by one. I will giving you the 5 seconds for writing the comment. Very first, which sensor is this? Your time starts now. 5, 4, 3, 2, 1, and done. Okay, this is DST 11. Okay, which is used as to gather the humidity and temperature of the surrounding. Hey, DST 11 sensor हो यो. Okay, लु अब अर्को, आई होप यसको त तपाईँहरूलाई थाहा होला के गर्छ यसले मोसन डिटेक्ट गर्छ भने चाहिँ कुन सेन्सर हो यो, दिस इज पिआइआर सेन्सर। नाउ द लास्ट वान, आई होप यो त सबैलाई थाहा हुन्छ, यो जिएस2।
दिस इज कट भन्यो नि एलडिआर, अफकोर्स एलडिआर, इक्जाम्पलमा मैले एलडिआर भनेको थियो, यो के हुन्छ एलडिआर। नाउ अब हामी यसको बारेमा वान बाई वान डिस्कस गरौँ। सबभन्दा पहिला हामी के जाउँ, एलडिआर पोर्सनमा डिस्कस गर्न जाउँ। सबभन्दा पहिला हामी एलडिआरलाई डिस्कस गरौँ। ओके, लेट्स मुभ टुवर्ड्स एलडिआर सेन्सर। एलडिआर के हो, कसरी फङ्सन गर्छ, अनि यसबाट हामी के भन्ने प्रोजेक्ट पनि बनाउने। ओके, फर्स्टमा एलडिआर सेन्सर भन्ने के हो, एलडिआर को फुल फर्म के हो, एलडिआर को फुल फर्म के हो, लाइट डिपेन्डेड रेजिस्टर। लाइक हामीले एलइडी कन्ट्रोल गर्ने बेलामा पनि रेजिस्टर के हुन्छ, यो पनि चाहिँ एउटा रेजिस्टरै हो, बट यसले चाहिँ के हुन्छ इन्टेन्सिटी अफ लाइट, यसको माथि जुन यो माथिको यो जुन सर्फेस देखिरहेको छ नि, यो हो, यो पनि एउटा रेजिस्टेन्स नै हो। बट यसको माथि जसरी लाइटको इन्टेन्सिटी आउँछ, इन्टेन्सिटी द्याट मिन्स लाइट यसको माथि ग्लो गर्छ, सनलाइट जुन आउँछ, रेज यसको माथि आउँछ, त्यस अनुसारले यसको इन्टेन्सिटी के हुन्छ, बढ्ने र घट्ने हुने हो क्या। यदि लाइट धेरै भयो भने यसको इन्टेन्सिटी सबभन्दा थोरै हुन्छ, यदि लाइट थोरै भयो भने यसको इन्टेन्सिटी के हुन्छ, सबभन्दा धेरै हुन्छ। भनेर यो इन्टेन्सिटीसँग के छ होइन, मैले इन्टेन्सिटीलाई अहिले डिनोट गर्ने यस्तो हेरौँ है त, लाइट इज इक्वल्स टु, लाइट इज इन्भर्सली प्रपोर्सनल टु के इन्टेन्सिटी होइन, यसको ग्लोनेस, यसको जुन यो जुन यसको रेजिस्टेन्स हुन्छ त्यो चाहिँ के छ, इन्भर्सली प्रपोर्सनल टु इन्टेन्सिटी अफ लाइट, राइट हो। यसको वर्किङ प्रिन्सिपल मैले के दिएँ, एउटा प्रिन्सिपल अफ फोटो कन्डक्टिभिटीमा भन्छ, भन्नाले कन्डक्टिभिटी इन्क्रिज हुने वेन एन्ड सब्सटेन्स इज एक्सपोज टु लाइट। मैले भर्खर भने नि, यसमा हामीले जति लाइट दिन्छ यसको रेजिस्टेन्स त्यति कम र धेरै हुने हो, राइट। लाइट धेरै छ भने यसले कन्डक्टिभिटी यसको के हुन्छ, सबभन्दा लो हुने हो, लाइट छैन भने यसको कन्डक्टिभिटी सबभन्दा धेरै, सेम प्रिन्सिपलमा यसले काम गर्छ। यसको कमनली एप्लिकेसन कहाँ हुने हो त, स्ट्रिट लाइट, लाइट मिटर र अलार्म सिस्टममा। स्ट्रिट लाइटको प्रोजेक्ट त हामीले गर्छौँ, यसमा हाम्रो कुनै डाउट छैन। अब यसको हामी यसको टेस्टिङको लागि होइन, एलडिआरको टेस्टिङको लागि हामीले डाइरेक्ट यसको प्रोजेक्टबाटै स्टार्ट गरौँ, त्यो भनेको हाम्रो स्ट्रिट लाइट प्रोजेक्ट हुन्छ है। प्रोजेक्टको कोडहरू सबै एक्सप्लेन गर्छु होइन, सर्किटदेखि लिएर कोडसम्म। फिलहाल यो प्रोजेक्टको लागि यसको वायरिङहरू के कसो छ एकताल त हेरौँ न त। के भेरी फर्स्ट हामीलाई त प्रोजेक्ट गर्नलाई के चाहिन्छ भने, एलडिआर सेन्सर, एलइडी होइन, रेजिस्टर, हामीले चाहिँ यहाँ 220 ओमको रेजिस्टर चलाउँछ है, 220 ओम, 220 ओमको रेजिस्टर चलाउँछ, अर्डिनो बोर्ड, ब्रेड बोर्ड र जम्पर वायर, राइट। जस्तै अर्डिनो है, यो त अर्डिनोको केबल भयो, एलडिआर, एलइडी, ब्रेडबोर्ड, जम्पर वायर र रेजिस्टर, डन। के यसको वायरिङ हेरौँ, दिस इज द वायरिङ, यो हाम्रो कुनको हो, स्ट्रिट लाइट है, स्ट्रिट लाइटको वायरिङ हो। यसको वायरिङको बारेमा तपाईँहरूले यति धेरै टेन्सन लिनु पर्दैन, किनभने जुन प्र्याक्टिकलको भिडियोमा आउँछ होइन, त्यो प्र्याक्टिकलको भिडियोमा म एउटा एउटा सिङ्गल वायर हामीले कसरी कनेक्ट गरिरहेछ, प्लस कोड कसरी कोड लेखिरहेछ, एभ्रिथिङ सिङ्गल गरिरहेको छु होइन। त्यसको लागि होइन, यो जस्ट एउटा रिफरेन्सको लागि होइन, यसलाई तपाईँहरूले आफ्नो स्क्रिनसट लिएर राख्दा भयो होइन, एउटा रिफरेन्सको लागि, यदि केही कन्फ्युजन भने त्यति बेला यहाँबाट सर्किटमा बनाउन सकिन्छ, डन। यसमा यो चाहिँ कुनै लाइक इट्स नट अ बिग डिल होइन, यसको सबै सिम्पल हामी गर्छौँ। यहाँनिर अर्डिनो उनोको साटो अर्को पोर्ट युज आएको छ, बट हामीले अर्डिनो उनो गर्छ, बट यो अरू बाँकी पिन्सहरू सबै सेम हो, त्यसमा केही प्रब्लम छैन। ओके, लेट्स गो टु एनदर वान होइन। नआयो कोडको लजिक, यसमा हामीले कोडको लजिकमा त्यस्तो गाह्रो के पनि छैन। इफेल्सको स्टेटमेन्ट त हामीले पहिला पनि युज गरेकै हो, मैले इफेल्सको स्टेटमेन्टको बारेमा भनेकै थिएँ होइन, के पनि यो सेटअपहरूमा आफ्नो लेख्यो। इफेल्समा त्यति हामीले एउटा लाइटको इन्टेन्सिटी डिफाइन गरिदियो क्या, एउटा थ्रेसहोल्ड डिफाइन गरिदियो लाइटको लागि है, अनि यदि त्यो थ्रेसहोल्ड क्रस भयो भने लाइट ग्लो हुने, भएन भने पावर अफ हुने, त्यति हो। यदि लाइटको इन्टेन्सिटी 500 छ भने के गर्ने, लाइट अफ गरिदिने होइन। यदि लाइटको इन्टेन्सिटी थोरै छ भने होइन, 500 भन्दा, भन्नाले दिउँसोको टाइमको होइन एउटा रिफरेन्स लिएको छौँ होइन हामीले, यदि दिउँसो छ भने दिउँसोको टाइममा थ्रेसहोल्ड कति छ, 500 हुन्छ है, एउटा इक्जाम्पल लिउँ होइन। दिउँसोको टाइममा इन्टेन्सिटी कति थियो, 500 थियो।
यदि 500 छ, डे टाइम छ भने हामीलाई लाइट के गर्छ? चाहिन्छ? लाइट चाहिँदैन त्यो भने डाइरेक्ट एल्समा जान्छ। नाइट नाइट टाइम छ, थ्रेसोल्ड भ्यालु के छ? लाइटको भन्दा कम छ, हाम्रो जति चाहिन्छ त्योभन्दा कम छ, त्यसपछि के गर्ने भने लाइट ग्लो गरिदिने रातिको टाइममा। यति सिम्पल हो। यदि यो भयो भने यो गर्ने, भएन भने यो त छँदैछ। द्याट सिम्पल होइन। यो कोडको डराउनु पर्दैन। हामी कोडको एभ्री सिङ्गल लाइन होइन म एक्सप्लेन गर्छु प्र्याक्टिकल भिडियोमा। फिलहालको लागि लजिक यति हो। लजिक के हो? एउटा थ्रेसोल्ड लियो, इफ एल्स स्टेटमेन्टमा के हाल्यो? यदि हामी लाइटको थ्रेसोल्ड भन्दा कम छ भने लाइट अन हुने, थ्रेसोल्ड भन्दा धेरै छ भने लाइट के हुने? अफ हुने। द्याट सिम्पल, राइट? ओके। अब डाइरेक्ट फाइनल प्रोजेक्टको डिटेल भनिदिन्छु म। हामीले अहिलेसम्म के गर्यो? हामीले एउटा स्मार्ट ल्याम्प बनायो। हामीले त्यो स्मार्ट ल्याम्प के भने स्ट्रिट ल्याम्प बनायो। अब तपाईँहरूले हेर्नुभयो, यो यसको होइन, अब यो के गर्न सकिन्छ भने यो हामीले त स्ट्रिट ल्याम्प बनायो होइन अहिले एलडिआरको युज गरेर। अब तपाईँहरूले यसलाई होइन इन्कर्पोरेट गरेर के ह्यान्ड गेस्चर कन्ट्रोल होइन, ऱ्यापिड चेन्जेस इन लाइटिङ, यो सबै गर्दा हातको गेस्चर होइन। कहिले सुन्नु भएको छ गेस्चर? त हामीले देखाएको छ नि गाइरोस्कोप युज गरेको, कहिले हातमा रिमोट हालेर होइन। आजभोलि त के गर्छ भने हामीले टोय कारहरू किन्यो भने पहिला हामीसँग रिमोट आउँथ्यो होइन, अगाडि बढ्ने, पछाडि गर्ने, लेफ्ट राइट गर्ने, त्यस्तो खालको रिमोट आउँथ्यो है। त्यो एडभान्स प्रोजेक्टहरू अलिक लिटल बिट बिगिनर भन्दा पनि अलिकति लिटल बिट मोर बेटर प्रोजेक्ट देन दिस वान होइन, त्यो पनि हामी गर्छौँ नेक्स्ट वर्कसप्सहरूमा होइन। फिलहालको लागि चाहिँ हामी इक्जाम्पल गर्नुपर्छ। त्यो रिमोट चलाउँथ्यो। याद गरेछ आजभोलि लेटेस्ट हामीसँग यो टोय कारहरू कस्तो आउन थालेछ? हातमै रिमोट हुन्छ क्या। हात यसरी अगाडि फाल्दा होइन के गर्ने भने गाडी अगाडि कुद्छ, हात यसरी पछाडि तान्दा गाडी पछाडि आउँछ। हो यस्तो खालकोहरू हुन्छ होइन आजभोलिको सेम यसमा पनि होइन। यो केले कन्ट्रोल भएको छ? गेस्चरले। मोबाइल फोनमा गेम खेल्दै हुन्छ, यतातिर गर्दा यस्तो हुने होइन, गाडी यतातिर जाने, यतातिर गर्दा यस्तो जाने, केले भइरहेको छ? गेस्चर। गेस्चर कन्ट्रोल त सबैलाई थाहा छ नि, फोनमा पनि हुन्छ हो। यस्तो खालको यसमा यसको इन्हान्समेन्ट गर्दा भयो। लाइटको इन्टेन्सिटी के हो? यदि मैले मेरो सेन्सर्सको अगाडि हात राखेर यस्तो गरेँ भने लाइटको इन्टेन्सिटी थोरै होस्, मैले यस्तो गरिदिएँ भने के हुन्छ? लाइट ग्लो गरोस् चाहिँ, लाइक द्याट, राइट? हो यस्तो यस्तो खालको एडभान्सेड यसमा गर्न सकिन्छ र तपाईँहरूले आफै ट्राई गर्दा पनि हुन्छ। अहिले भोलि पर्सि हामी जुन फर्दर जुन सेन्सर्सहरू पढ्दै जान्छौँ नि, त्यो सेन्सर्सहरू यसमा इन्कर्पोरेट गरेर यो खालको प्रोजेक्ट पनि गर्न सकिन्छ है। अब हाम्रो यो फर्स्ट प्रोजेक्ट पनि भयो स्मार्ट ल्याम्प, र हामीले हाम्रो एलडिआर सेन्सर्स कोड सबै हेऱ्यो, तिनीहरू बुझ्यो। त्यसपछि हाम्रो सेकेन्ड सेन्सर के थियो? DHT11। DHT11 को फुल फर्म के हो? सबभन्दा पहिला यो भनेको डिजिटल सेन्सर हो। एउटा डिजिटल सेन्सर के त? डेन्सिटी र ह्युमिडिटी। डी भनेको डिजिटल, एच भनेको ह्युमिडिटी होइन, अनि टी भनेको टेम्परेचर होइन। DHT11 भनेको एउटा डिजिटल ह्युमिडिटी र टेम्परेचर सेन्सर हो, जसले के गर्छ? इन सराउन्डिङमा भएको डेन्सिटी सरी ह्युमिडिटी र टेम्परेचर मेजर गर्छ। अब यसको वर्किङ प्रिन्सिपल के होला? यो क्यापिटेटिभ ह्युमिडिटी र अ थर्मिस्टर टु मेजर सराउन्डिङ कन्भर्टिङ रिडिङ इन्टु डिजिटल। अब हामीलाई थाहा छ टेम्परेचर के हुन्छ? के हुन्छ? आजभोलि त डिजिटल थर्मोमिटर र एनालग थर्मोमिटर त हामीले 6-7 मा पढिसक्छ होइन। डिजिटल थर्मोमिटरले के गर्छ? हामीलाई डिजिटल रिडिङ दिन्छ 0-1 को फर्ममा, जबकि यो एनालग थर्मोमिटर युज गरेर त्यसमा यस्तो पाइप हुन्छ होइन, मर्क्युरी ज्यादै गरेर पोइन्ट गरेको हुन्छ, त्यस्तो खालको। यसले यसले चाहिँ के गर्छ भने हामीलाई यसले टेम्परेचर डिजिटल फर्ममा दिन्छ, इन्भाइरोमेन्टबाट होइन एनालग रिडिङहरू लिएर यसले डाइरेक्ट हामीलाई केमा? डिजिटल फर्ममा दिन्छ, एउटै पिनबाट है। हामीलाई डेन्सिटी ह्युमिडिटी पनि दिइहाल्छ, टेम्परेचर पनि दिइहाल्छ। फिलहाल चाहिँ हामी चाहिँ टेम्परेचरमा काम गरिरहेको हुन्छ यसमा। यसको जुन प्रोजेक्ट गर्छौँ हामी यसबाट टेम्परेचरको डाटा लिएर टेम्परेचरको डाटा युज गरेर के गर्ने? प्रोजेक्ट गर्ने। अब यसको एप्लिकेसन्स वेदर स्टेसन बनाउन सकिन्छ होइन, अरू कुनै सिस्टम्सहरू, होम अटोमेसन। आज चाहिँ हामी होम अटोमेसनको एउटा सानो पार्ट होइन, त्यो स्मार्ट फ्यानको प्रोजेक्ट हामी के गर्छौँ? यसमा गएर गर्छौँ। अब सेम यसको पनि वायरिङ हेरौँ होइन, यसको वायरिङ के छ कसो छ हेरौँ यसको सर्किट। हामीलाई हाम्रो प्रोजेक्ट बनाउन स्मार्ट फ्यान बनाउन के चाहिन्छ? DHT11 सेन्सर होइन, फ्यान, अर्डिनो बोर्ड, सेम ब्रेड बोर्ड र जम्पर वायर। एभ्री प्रोजेक्ट होइन अलिअलि सिमिलर छ, हामीले जस्ट सेन्सर चेन्ज गर्ने लजिक्सहरू सबै सेम छ। अब यसको लजिक पनि हेऱ्यो भने सेम हुन्छ। यो के हो? DHT सेन्सर, फ्यान, बोर्ड, जम्पर अनि ब्रेड बोर्ड, डन। हामी यहाँ एउटा पपुलर पनि युज गर्छ, यसमा त फ्यान अलरेडी इनबिल्ट छ। हामीले चाहिँ मोटर युज गर्छ होइन, त्यो मोटरको लागि चाहिँ मोटरमा हामीले डिफ्रेन्ट फ्यान युज गर्छ, त्यो प्र्याक्टिकलमा देख्नुहुन्छ। अब यसको वायरिङतर्फ जाउँ। यो वायरिङ कम्प्लिकेटेड छ भनेर बुझ्नु भएन है। यो रेड कलरको जति छ सबै पोजिटिभ हो, यहाँनिर मेन्सन छ होइन, ब्ल्याक नेगेटिभ हो, ब्लू लाइन भनेको
यो यो ब्लू लाइन जुन छ यो DHT11 को बाट डाटा गएको हो। अनि अर्को के छ, येलो लाइन भनेको यो रिले, यो चाहिँ एउटा नयाँ टर्म है, यो रिले मोड्युल। रिले मोड्युलले के गर्छ भने नि, यो मोटरहरू चल्नलाई यसलाई एक्स्ट्रा पावर चाहिन्छ क्या, यो बोर्डले दिने पावरले गरेर यो मोटर चल्दैन, यसलाई एक्स्ट्रा पावर चाहिन्छ यो मोटर चल्न। त्यसको लागि हामी के गर्छौँ, एक्सटर्नल ब्याट्री कनेक्ट गर्नुपर्छ है। यो मोड्युल चलाउन के गर्नुपर्छ, एक्सटर्नल ब्याट्री कनेक्ट गर्नुपर्छ। यो ब्याट्री कनेक्ट को कारणले गर्दा यो ब्याट्रीले हामी बाट जुन करेन्ट आउँछ त्यसले यो चल्छ, त्यही भएर हामीले त्यसको लागि के युज गर्छ, रिले मोड्युल। यो रिले मोड्युल मैले यहाँ राख्नुको रिजन के हो भने नि, भोलि पर्सि एप्लिकेसन जुन यसको रियल वर्ल्डमा जुन हामी अप्लाई गर्छौँ नि त्यसको लागि पनि हामी रिले मोड्युल नै युज गर्छौँ क्या। हामीले हाम्रो डाइरेक्ट आउने इलेक्ट्रिसिटी करेन्ट नि ठ्याक्कै यो बटन र यो बटनमा रिप्लेस गरिदियो भने नि यसले हामी हाम्रो घरमा बनाउन सक्छौँ। यति हो, हामी कति पावरको रिले युज गर्दैछ हामीले त्यो डिसाइड गर्नुपर्छ। त्यो बाहेक हामीले सेम सर्किट युज गरेर के गर्छौँ, हामी घरको फ्यान पनि कन्ट्रोल गर्न सक्छौँ। यो मोटरको साटो हाम्रो त्यहाँ फ्यान आउँछ, यो ब्याट्रीको साटो हाम्रो जुन डाइरेक्ट इलेक्ट्रिसिटी आएको हुन्छ त्यो इलेक्ट्रिसिटी आउँछ, यो सेन्सर्स भइगयो, राइट। त्यही भएर मैले यहाँनिर यो गरियो। यो यसमा 3टा पिन हुन्छ होइन यहाँ अगाडितिर, यसमा पनि मल्टिपल आउँछ। यो चाहिँ एउटा फ्यान मात्र कनेक्ट हुने, यसमा हामी दुईटा 2 च्यानल, यो चाहिँ सिंगल च्यानल रिले मोड्युल भन्छ, यसमा एउटा च्यानल मात्र छ, यसमा एक तालमा एउटा कम्पोनेन्ट कनेक्ट हुन्छ। यसमा 2 च्यानल 4 च्यानल 8 च्यानल मजाको आउँछ होइन। हामीलाई जतिवटा कम्पोनेन्ट कनेक्ट गर्नुपर्ने त्यस अनुसारले गरिदियो। यसको सिंगल च्यानल यहाँनिर 3टा पिन हुन्छ, एउटा ग्राउन्ड हुन्छ, अर्को के भन्छ डाटा पिन हुन्छ होइन, यो अन अफ गराउनु पर्ने जस्तै सेन्सर्सको डाटा पिन हुन्छ नि सेम त्यस्तै पनि एउटा डाटा पिन हुन्छ, अनि एउटा पोजिटिभ हुन्छ जुन चाहिँ हामी यहाँ कनेक्सन हेर्दैछौँ। अनि यो बाँकी साइडमा ब्याट्री र फ्यान कनेक्सनको लागि हो, एक्सटर्नल पावर सोर्स कनेक्ट गर्ने अनि एक्सटर्नल पावर सोर्सलाई के हुन्छ हाम्रो जुन लोड हुन्छ त्यो लोडमा कनेक्ट गर्ने। यो सर्किट डायग्राम सिम्पल छ होइन, यसको सर्किट बनाउने बेला सिंगल सिंगल वायर जोडेर भन्ने हो, त्यही कारणले गर्दा कन्फ्युज हुनु भएन। यहाँबाट चाहिँ एक्सप्लेन यति हो, रेड वायर जति छ सबै पोजिटिभ हो, ब्ल्याक वायर सबै नेगेटिभ हो, एक्सेप्ट द्याट यो ब्लू र येल्लो दुईटा चाहिँ डाटा वायर है। अब यसको कोडको पोर्सन, कोडको लजिक, कोड लजिक के छ यसमा हो, यसमा चाहिँ एक दुईवटा हामीले नयाँ टर्म देख्नु मिल्छ। सपोज कर्सर कहाँ गएको छ, ओके, यो DHT11 यो के हो, ह्यासट्याग इन्क्लुड DHT11, डिफाइन DHT टाइप है, अनि त्यस बाहेक अरू सबै सेम छ। यो DHT डट रिड टेम्परेचर, यिनीहरू के हो, यो केही टर्महरू नयाँ हो। यो DHT इन्क्लुडले लजिकले के भन्ने हो भने नि, यो जुन छ नि यसले के भन्ने हो भने, एउटा DHT भन्ने लाइब्रेरी छ, यो DHT सेन्सर चलाउनलाई नि पहिलेबाट बिल्ड गरेर कोड राखिदिएको छन् होइन, हामीले त्यो कोडलाई बोलाएको हो क्या, त्यो कोड जुन पहिलेबाट राखिदिएको छ लाइब्रेरी, त्यो कोडलाई के गरेको हामीले हाम्रो कोडमा बोलाएको हो। यो लेखियो भने के हुन्छ भने हाम्रो कोडमा आउँछ त्यो, त्यसपछि डिफाइन, हामीले अरू बेला इन्ट गर्यो, यहाँनिर चाहिँ डिफाइन किन गर्यो, किनभने हामीले आफूले डिफाइन गरेको छैन, कन्स्ट्यान्ट पिन बनाइरहेको छैन, हामीले त्यसलाई के गरिरहेछ, मेरो एउटा पोर्सनले डिफाइन गरेछ। त्यो कोड लजिकमा नि म यसलाई अझै मजाले भन्दैछु डिफाइन किन भएको। फिलहालको लागि चाहिँ हामी यहाँ डिफाइन युज गर्छौँ भनेर बुझ्नु, यसमा हामी इन्ट युज गर्दैन। यो DHT टाइप, यसको लागि पनि हामी के गर्छौँ, डिफाइन युज गर्छौँ। अनि फ्यानको लागि पनि डिफाइन नै, यो फ्यानको लागि चाहिँ हामीले कन्स्ट्यान्ट पिन युज गर्दा भयो, त्यसले असर परिन्न, बट यहाँनिर चाहिँ हामी के गर्छौँ, डिफाइन नै युज गर्छौँ। अब यो पिन नम्बर यसको यो भयो, यो के भन्छ DHT टाइपमा DHT11 भन्यो। अनि यो चाहिँ लाइब्रेरीको पोर्सन, यसमा हामी के गर्छ, लाइब्रेरी यहाँभित्र जुन कोड लेखेको हुन्छ नि त्यसको लागि हामी यो डिफाइन गर्यो, DHT लाई यो DHT भन्ने भेरिएबल बनाएर यहाँभित्र के पिन नम्बर र यसको कुन सेन्सर हो, यो DHT टाइपको सेन्सर हो भनेर लेख्यो। यति तपाईँहरूले रट्दा पनि भयो फिलहालको लागि होइन, अहिले बेसिक लेभलमा हामीले यसको डिपली मिनिङ जानु पर्दैन, यति चाहिँ बुझ्नु। डिफाइन भने के हो, हामीले यसको DHT नम्बरको पिन जसरी कन्स्ट्यान्ट इन्टिजर पिन गर्थ्यो नि, इन्ट पिन होइन, LED पिन 2 5 गर्थ्यो, सेम त्यही हो, इन्टको साटो डिफाइन, यो भनेको भेरिएबल, अनि पिन नम्बर कति अरे 2, अनि हाम्रो सेन्सर टाइप के हो, DHT11, अनि यो फ्यानको पनि पिन 9, डन। यसमा चाहिँ सेमिकलन किन छैन, किनभने यहाँ डिफाइन गरेको छ, त्यही भएर ह्यासट्याग डिफाइन गरेको कारणले गर्दा यहाँ सेमिकलन छैन। यदि हामीले इन्ट युज गरेको भए यहाँनिर सेमिकलन हाल्थ्यौँ। अनि यो पोर्सन, यो DHT11 को लाइब्रेरी, यो DHT यो र यो सेम छ, यो DHT र यो सेम हो। DHT11 भित्रबाट के गर्यौँ, DHT भेरिएबलमा पिन र त्यसको टाइप डिफाइन गर्यौँ, डन।
यो बाँकी सबै यहाँनिर एउटा बिगिन गर्यो हामीले सेन्सर्सको डाटा लिन सुरु गर्यो। अनि यो सिरियल डट बिगिन भनेको के हो नि यसको बारेमा मैले एउटा म्याजिक देखाउँछु क्या। त्यो एलसिडी स्क्रिन जुन देखाएको छ नि, एलसिडी स्क्रिनमा हामीले कहिलेकाहीँ त्यो भिजुअलाइज गर्छ नि, मोबाइल फोनको स्क्रिनमा देखे जस्तै एलइडी स्क्रिनहरू हुन्छ होइन। हामीले त्यो एडभर्टिजमेन्ट बोर्डहरूमा एलइडी स्क्रिन देखेको हुन्छ, त्यो एलइडी स्क्रिनमा जुन आउँछ त्यो पनि के हुन्छ, यो सेम त्यो एलइडी स्क्रिन चाहिँ कम्प्युटरको त्यो जुन अर्डिनो आइडी हुन्छ नि त्यसमा पनि एउटा स्क्रिन हुन्छ क्या। त्यो स्क्रिन एक्टिभेट गर्नलाई चाहिँ हामी यो लेख्छौँ भोइड सेटअपभित्र। यसले गर्दा यो कोड लेख्यो भने के हुन्छ, त्यो स्क्रिन एक्टिभेट हुन्छ अनि हामीले त्यो स्क्रिन खोल्दा हामीले यो लेखेको जुन डाटाहरू हुन्छ नि यिनीहरू त्यहाँ आउँछ। लुपभित्र के गर्यो, यो डिएचटी डट रिड टेम्परेचर, यो रिड टेम्परेचर भन्ने एउटा फङ्सन हो। जस्तो अरू बाँकी फङ्सन थियो होइन, प्रिन्ट फङ्सन भयो है, डिजिटल राइट भयो, डिजिटल रिड भयो, सेम त्यस्तै खालको रिड टेम्परेचर भन्ने फङ्सन हो। यो फङ्सन के को हो त डिएचटी लाइब्रेरीको, यो जुन लाइब्रेरी छ यो डिएचटी लाइब्रेरी यसको भित्रको फङ्सन हो यो है। त्यसले हामी यसको टेम्परेचर डिएचटी 11 सेन्सरबाट टेम्परेचर रिड गरेर कहाँ राख्यो त टेम्परेचर भन्ने मोड्युलमा राख्यो। मैले अघि के भने हामी ह्युमिडिटी रिड गर्दैनौँ, टेम्परेचर मात्र गर्छौँ। टेम्परेचरको बेसिसमा फ्यान कन्ट्रोल गर्छौँ है। अनि टेम्परेचर के आएको थियो हामीले प्रिन्ट गर्यो, यो सिरियल डट प्रिन्ट यो गऱ्यो भने के भयो भने यहाँनिर जुन हुन्छ नि सिरियल मोनिटर यसमा हामीले प्रिन्ट गराइदियो यो टेम्परेचरलाई है। यसले गर्दा के भयो, प्रिन्ट भयो टेम्परेचर। अब सेम लजिक, यदि टेम्परेचर 28 भन्दा धेरै छ भने फ्यान अन हुनु, टेम्परेचर 28 भन्दा थोरै छ भने फ्यान लो हुनु। अनि एउटा लजिक रिले मोड्युल जहिले पनि उल्टो काम गर्छ। अहिले भन्दा पनि म कोडको बेला भन्छु होइन त, एउटा अहिले फिलहालको लागि यति चाहिँ थाहा छ, रिले मोड्युल जहिले पनि उल्टो काम गर्छ। किनभने हामीले हाई लेख्यो भने रिले मोड्युलमा फ्यान अफ भइहाल्छ होइन, लो लेख्यो भने फ्यान अन भइहाल्छ। यो एउटा रिले मोड्युलको फिचर नै त्यही हो, रिले मोड्युल जहिले पनि पावरमा उल्टो काम गर्छ राइट न। अब यति पढिसकेपछि हाम्रो एउटा प्रोजेक्ट के भयो भने हामीले कुन प्रोजेक्ट कम्प्लिट गर्यो, अटोमेटिक फ्यान। अटोमेटिक फ्यान भन्ने प्रोजेक्ट हामीले कम्प्लिट गर्यो। यसको प्र्याक्टिकल होइन नेक्स्ट भिडियोमा आइहाल्छ, सो यु डोन्ट निड टु बी अफ्रेड। न यसको एडभान्समेन्टहरू होइन, यसमा होइन डिस्प्ले टेम्परेचर रिडिङ अन एलसिडी स्क्रिन हो। यो युट्युबमा ऱ्यान्डम भिडियोज भेट्नुहुन्छ तपाईँहरूले, त्यहाँबाट पो हेर्दा पनि एलसिडी स्क्रिनमा। अब अहिले हामीले त के सिरियल मोनिटरमा हेऱ्यो होइन टेम्परेचर कति डिटेक्ट गरेको थियो, सेम कुरा बाहिर एउटा एलइडी स्क्रिन किन्ने, एलइडी स्क्रिनमा होइन त्यो टेम्परेचर देखाउने। यसको एडभान्समेन्ट यो गर्दा भयो। आजभोलि त डिफ्रेन्ट होइन पब्लिक प्लेसेसमा यो छ पनि होइन, बाहिरको टेम्परेचर सराउन्डिङको टेम्परेचर कति छ त्यो अनुसारले है लाइक क्लोज प्लेसेसहरूमा एसीहरू कन्ट्रोल गरिएको छ यसले। यो यसको रियल लाइफ एप्लिकेसन्सहरू। ओके नाउ दिस वाज द ब्रेक टाइम। ओके हामीलाई अनलाइनमा त ब्रेक टाइम किन चाहियो। ओके लेट्स गो फर एनदर सेन्सर। कुन थियो त्यसपछि पिआइआर, द लेफ्ट ओभर। पिआइआर सेन्सर के हुन्छ, प्यासिभ इन्फ्रारेड सेन्सर। यसले चाहिँ के छ, मोसन डिटेक्ट गरेर है, मोसन डिटेक्ट गर्ने बाई चेन्जिङ इन्फ्रारेड रेडिएसन द्याट इज थर्मल एनर्जी, हिट डिटेक्ट गरेर यसले के गर्छ हामीलाई एउटा रिडिङ दिन्छ त्यहाँनिर केही कुरा होइन ह्युमन बडी प्रेजेन्ट छ, मुभमेन्ट छ कि नै भनेर है। अब यसको स्पेसिफिक एरियामा स्पेसिफिक फिल्ड अफ भ्यूमा यो युज हुन्छ। यसको एप्लिकेसन कहाँ हुन्छ, सेक्रेटरीमा, अटोमेटिक लाइटनिङमा र मोसन डिटेक्ट। सेक्रेटरीमा को थिप्सहरू डिटेक्ट गरियो भने त्यसको लागि अटोमेटिक लाइटनिङ, मैले अघि हामीले के गरेको थियो एलडिआर सेन्सरले के गरेको थियो भने लाइटको इन्टेन्सिटी हेरेर गरेको थियो। यहाँनिर चाहिँ हामी यसलाई नै होइन मोसनको डिटेक्ट गरेर लाइट पनि बनाउन सक्छौँ राइट। ओके लेट्स गो टु नेक्स्ट। यसको पनि अब वाइरिङ हेरौँ है। प्रोजेक्ट के बनाउने यसले गरेर प्रोजेक्ट के बनाउने, लाइट ग्लो गर्ने होइन। हामी लाइटनिङकै प्रोजेक्ट गर्छौँ, जस्तो अघि एलडिआरमा इन्टेन्सिटीले गर्यो, यसमा मोसनले गर्छौँ। यो हामीले गेटको अगाडि फिक्स गर्दा हुन्छ क्या, हाम्रो गेटको अगाडि हामीले फिक्स गऱ्यो, हामीले ढोका खोल्ने बित्तिकै मुभमेन्ट आयो, रुमको लाइट अन भयो फेरि अफ भयो। पिआइआर सेन्सर, बजर, एलइडी, अर्डिनो बोर्ड अनि ब्रेड बोर्ड र जम्पर। पिआइआर सेन्सर छ, बजर भयो, यो बजरको साट्ठो हामीले के गर्छ एलइडी युज गर्छ। इभन म बजरसम्म पनि टेस्ट गरेर देखाइदिन्छु, इट्स नट अ बिग डिल होइन। एलइडीसम्म गरेको थियो, म बजरसम्म पनि टेस्ट गरेर देखाइदिन्छु। डन बोथ ल ल बेटरमेन्ट ल बजर प्लस होइन एलइडी एलई सरी होइन यो अलिक किबोर्डबाट टाइप गर्न सरी माउस प्याडबाट लेख्न अलिकति गाह्रो छ मलाई। एलइडी ल बजर प्लस एलइडी म दुइटैको डेमोन्स्ट्रेसन गरेर देखाइदिन्छु राइट। डन अब यसको वायरिङतिर जाउँ। वायरिङमा के छ एलइडीसँग कनेक्टेड छ, यसको वायरिङ त्यस्तो डिफिकल्ट छैन, सिम्पल वायरिङ छ।
जसले नि गर्न सक्छ। पिआरमा 3टा पिन हुन्छ, डाटा पिन है। यो रेड पिन भने के हुन्छ? रेड पिन भनेको कहाँ गएर कनेक्ट भएको छ? 5 भोल्ट पावर पिन हो है। भिसिसी ग्राउन्ड अनि यो डाटा पिन सक्यो। यसले गर्दा यहाँनिर कनेक्ट हुन्छ। यसको लङ लेन्थ यहाँ गयो। यसमा धेरै खासै छैन, यो नर्मल सर्किट हो, तपाईँहरूले आफै बनाउनुहुन्छ। तर पनि म यसको प्र्याक्टिकली गर्दा एउटा एउटा सिग्नल बनाएर म देखाउनु चाहिँ देखाउँछु। नेक्स्ट यसको कोडको पोर्सन, कोडको लजिक। यसको कोडको लजिक लामो केही पनि छैन। सेम बजर पिन कनेक्ट गर्यो, एलइडी पिन कनेक्ट गर्यो है, डिफाइन गर्यो, मोनिटर बिगिन गर्यो, मोसन यदि मोसन डिटेक्ट गर्यो भने के गर्ने? मोसन डिटेक्ट गर्यो भने के गर्ने? एलइडी अन गरिदिने अथवा बजर अन गरिदिने, प्रिन्ट गराइदिने। मोसन डिटेक्ट छैन भने अफ राख्ने, सक्यो। सिम्पल लजिक, नो मोर कम्प्लिकेसन्स। बिगिनिङको जे लजिक छ तिनटै सेन्सर्सको इफको लजिक सेम छ। यदि एउटा कुरा भयो भने अर्को हुने, ठिक छ। लजिकमा केही चेन्जेस छैन, यसमा नयाँ पनि केही छैन। हामीले एलइडीको जस्तो पढेको थियो त्यस्तै यी सेम यसमा पनि छ। यो भइसकेपछि हाम्रो प्रोजेक्ट कम्प्लिट भइगयो होइन। के प्रोजेक्ट कम्प्लिट भयो भने हाम्रो अलार्म सिस्टम, अलार्म सरी अलार्म सिस्टम होइन, यो चाहिँ तपाईँहरूले अब अलार्म सिस्टम बनाउँदा भयो है। बजार चाहे हुन त दुइटै अलार्म सिस्टम पनि लाइट डिटेक्सन दुइटै कम्प्लिट त भइ नै सक्यो होइन। तर पनि एकताल आफै ट्राई गर्नु होइन। यसलाई डिफ्रेन्स, यसमा एडभान्समेन्ट हाल्यो होइन। यो एडभान्समेन्ट चाहिँ अलिक धेरै नै एडभान्समेन्ट भएछ होइन। बेसिक लेभलको लागि यसमा चाहिँ के छ भने यो चाहिँ हामीले कस्तो गर्नु मिल्छ नि, यदि अननेसेसरी आयो भने नि हामीले यसको सिग्नल पनि पठाउनु मिल्छ क्या मोबाइल फोनमा। हाम्रो मोबाइल फोन हाम्रो सिम कार्डमा हामी आज मैले घर बन्द गरेर गएँ, सेन्सर अन गरेर छोडिदिएँ अनि आफ्नो घर लक गरेर गएँ, कोही चोर छिर्यो, कोही मान्छे छिर्यो भने हामीलाई अटोमेटिकली डिटेक्ट भएर हामी चाहे इन्डियामा हुँ, चाइनामा हुँ, जापानमा हुँ, जहाँ हुनु होइन, इन्टरनेटको थ्रु हामीलाई के होस्, मेसेज आइदियोस् क्या, चाहिँ तेरो रुम खोलियो, तेरो घर खोलियो भनेर। यस्तो टाइपको सेक्युरिटी सिस्टम बनाउन सकिन्छ। डन। आजको लागि यति हो होइन। हामीले प्रोजेक्ट गर्ने 3टा सेन्सर्सको बारेमा पढ्यो प्रोजेक्ट। अब एज युजल हामीले जसरी फर्स्ट डेमा च्यालेन्ज गर्यो, सेकेन्ड डेको के हो यो च्यालेन्ज। यो चाहिँ कम्बो च्यालेन्ज है। फेरि अहिलेसम्म हामीले के गर्यो? 3टा सेन्सर्स पढ्यो राइट। 3टा सेन्सर्स पढ्यो, 3टाबाट हामीले के गर्ने? कुनै 2टा सेन्सर्स युज गरेर एउटा स्मार्ट सिस्टम बनाउने। कुनै 2टा सेन्सर्स युज गर्ने, कोड पनि सेम। कोड कसरी 2टा कम्बाइन गर्ने हामीले अगाडि सिकिसकेका छ है। सिकेको छैन भने केही कन्फ्युजन छ भने कोड कम्बाइन गर्न हेल्प माग्नु, हामी गर्छौँ होइन। कमेन्ट गर्नु, मेल गर्नु, जेसुकै गर्नु, मेसेज गर्नु, हामी होइन एक्ज्याक्टली टाइममा आफूलाई रिप्लाई दिनेछ होइन। आफूले हेल्पको लागि हामी जहिले पनि एभाइलेबल छ। कुनै पनि 2टा सेन्सर युज गरेर एउटा सिस्टम बनाउने, कति अलमोस्ट आफूलाई च्यालेन्ज गर्नु 40 मिनटमा बनाउन सकिन्छ कि नै, कतिको सिकियो त्यो नलेज हेरेर। यसले हाम्रो के गर्छ? क्रिएटिभिटी बढाउँछ अनि लजिक, प्र्याक्टिकल। यसमा कसरी गर्ने? कुनै 2टा सेन्सर सेलेक्ट गऱ्यो, कुनै 2टा सेन्सर सेलेक्ट गर्ने, एउटा स्मार्ट होमको प्रोजेक्टको लागि सोच्ने, एउटा कोही प्रब्लम स्टेटमेन्ट लिने, रियल लाइफमा के गर्न सकिन्छ एउटा लजिक सोच्ने है। आफ्नो टिङ्कर क्याडमा बनायो भने टिङ्कर, फिजिकल हार्डवेयरमा बनायो भने फिजिकल। यो टिङ्कर क्याडको बारेमा अहिलेसम्म मैले डिस्कसै गरिनँ होइन। यसको लागि चाहिँ म सेपरेट भिडियो बनाइदिन्छु क्या। टिङ्कर क्याडको लागि यो पढाउने पनि सेपरेट होइन, यसको कम्प्लिटली पोर्सन किन यो सबै अनलाइन हुने हो। यो तपाईँहरूले जहाँ बसेर पनि गर्न सकिन्छ। अनलाइनको थ्रु, इन्टरनेटको थ्रु, आफ्नो ल्यापटपमा, कम्प्युटरमा गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ म सेपरेट बनाइदिन्छु होइन। अहिले फिलहाल हामी चाहिँ हार्डवेयरमा फोकस गरेर गरेको हो। 1 मिनटले नै आफ्नो प्रोजेक्टको एक्सप्लेनेसन रेडी गर्ने अनि आफ्नो सिस्टम डिजाइन गर्ने, कोड गर्ने, फाइनल सक्यो, निकाल्यो। फाइनल टर्म कोड टक र ऱ्यापअप के। यदि केही कन्फ्युजन छ, कोडमा केही छ भने अफकोर्स फिल फ्री टु रिच होइन। अघि मैले भने मेल सेल गर्नु, मेसेज गर्नु, कमेन्ट गर्नु, जेसुकै गर्नु, हामीसँग रिच हुनु, हामीले हेल्प गर्नेछ। आजको ऱ्यापअप गरौँ। रिक्याप के पढ्यो आज हामीले? एलडिआर सेन्सरको बारेमा, इन्टेन्सिटीमा कन्ट्रोल गर्छ, यसको कोडको लजिक बुझ्यो, सर्किटको लजिक अलिकति बुझ्यो होइन। यसको प्र्याक्टिकल हामीले गर्नेछौँ। अर्को DST11 को नि सेम कोडको लजिक बुझ्यो, अलिकति सर्किट बुझ्यो। हामीले फ्यानहरू प्र्याक्टिकल्ली गर्छौँ होइन। प्रोजेक्ट पिआर सेन्सरको नि सेम लजिक है। अनि प्रोजेक्ट ओके गाइज, हामीले एक्सप्लोर के गर्यो? कम्बो च्यालेन्ज र स्मार्ट रुम प्रोजेक्टको लागि एउटा सानो प्रोटोटाइप हामीले रेडी गर्यो राइट। कोड टक र ग्रुप डिस्कसन। आजको हाम्रो की लर्निङ के भयो? मल्टिपल सेन्सर्सलाई अर्डिनोमा कसरी कनेक्ट गर्ने, रियल वर्ल्ड एप्लिकेसन, ह्यान्ड्स अन प्रोजेक्ट, टिम कोलाबोरेसन र क्रिएटिभिटी इन्क्रिज गरियो। थ्याङ्क यू भेरी मच फर your time, energy and curiosity. Keep building, keep experimenting and build your future in the world of IoT.
with Innov Nepal. Let's build our innovative future of Nepal with Innov Nepal. Thank you. Thank you very much.